Hi guys, welcome back to my channel after so long period. मैले यति धेरै भयो क्या भिडियो नबनाएको होइन नि आज चाहिँ बनाउँछु सोचेँ कि मैले होइन सो म रुमबाट बाहिर ननिस्केको 3 दिन भयो क्या ठ्याक्कै 3 दिन भयो मैले झुट बोले होइन म जस्ट यसरी त्यो घरमा पालेको बिरालो जस्तो हुन्छ नि यसरी जालबाट टाउको निकाल्छु अनि भित्र बस्छु निस्केकै छैन घरबाट अनि आज चाहिँ फाइनली त्यो दिन हो म आज रुमबाट निस्किन्छु ये अनि म चाहिँ हल्का रेडी हुन्छु अनि आज वेदर पनि राम्रो छ सन्नी सन्नी विन्डी विन्डी अब म हल्का रेडी भएर निस्किन्छु है त आज मैले बिहान उठेर नुहाइधुवाइ गरेर स्किन केयर पनि गरेको छैन कि त्यो दिन चाहिँ मलाई फेरि छिटो सनस्क्रिन लगाउनु मन लाग्छ क्या तर अब रुमभित्रै छु त्यही भएर कति दिन भयो मैले पनि लगाएको छैन आज चाहिँ लगाऊँ होइन ए हल्का प्रोडक्ट हल्का त्यो पनि गरौँ न गेट रेडी विथ मी टाइप सो गाइज म लाउँदैछु फर्स्टमा नङ त छैन मेरो है हाइलुरोनिक एसिड त्यसपछि म लगाउँछु यो आउगेन हाइड्रो बुस्टर इसानाको यो चाहिँ म लिक्विड छ यो भित्र के छ मलाई पनि थाहा छैन कस्तो कालो देख्यो हो सो मोइस्चराइजर ठ्याक्कै 1 2 3 युरो भित्रमा सबै आउने तरिकाले अनि राम्रो पनि हुन्छ प्लस यो स्किन केयर प्रोडक्टहरू चाहिँ अफोर्डेबल नै लाउनु पर्दो रहेछ क्या सो द्याट स्किन नमात्तियोस् के हुन्छ नि सनस्क्रिन यो सनस्क्रिन हो सनडान्स मैले डिएमबाट लिएको यो ट्याप 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 हल्का लाउने भन्छन् आई डोन्ट नो कसरी हल्का यस्तो गरेर लाउने भन्छन् झ्याम झ्याम यो पिठो माडे जस्तो गरेर लगाउँछु क्या मैले त्यही अब हाम्रो बाँकी छ यो टिन्ट ट्याप 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 ओ त धेरै हुन्छ क्या हो त्यसपछि म लगाउँछु यो लिपस्टिक 2 वर्ष अगाडि नेपालबाट ल्याएको अझै भ्याइ छैन भ्यासलिन थपिन्छ गोलवाला इयरलिङ होइन इयररिङ कस्तो देखियो ठिक छ यतिको भएपछि बाहिर कोही बच्चा बच्ची तर्सिँदैन होला साथीहरू लारी बेको नयाँ हो अलिक कडा रहेछ क्या लिएर आउँदा त राम्रै थियो त फुल लुक कसरी दिउँ बरु ओओटी डी माइक लिएर जानु र लैदिउँ न है लेट्स गो फोर राखेर कति दिनपछि यस्तो पनि हो कति पानी पनि परिरहेको थियो नि त अनि त्यही भएर नि म घरभित्र नै थिएँ क्या अब यस्तो राम्रो मौसम भएको भए त म निस्किन्थेँ बाहिर हाम्रो फर्स्ट डेस्टिनेसन चाहिँ टोटल इनर्जी हुन्छ मेरो एउटा पार्सल रिटर्न होइन एकजनालाई पार्सल पठाउनु छ त्यो भन्छ कस्तो आनन्दको दिन रहेछ यार पहिला हामी जान्छौँ टोटल इनर्जी त्यसपछि हामी जान्छौँ एक्सन जहाँ मैले अहिले भनेको थिएँ नि एउटा कुरा किन्नु छ भनेर अनि त्यसपछि हामी जान्छौँ थर्डमा पेन्नी जहाँ चाहिँ मेरो ग्रोसरी किन्नु छ अनि फोर्थमा हामी जान्छौँ कफी खान कफी म फेरि त्यस्तो कफी पर्सन होइन तर अनि अहिलेलाई चाहिँ मैले माइक बन्द गरिदिएँ किनभने कस्तो चरा चुरुङ्गीहरू कराइरहन् कस्तो राम्रो आवाज आइरह त्यही भएर मेरो मात्र आवाजभन्दा ब्याकग्राउन्डको नि अलिअलि आवाज सुन्नु भनेर मेरो फेस त टल्कै छ त सनस्क्रिनको कमाल हो क्या हो ल साथीहरू मैले प्याकेट रिटर्न गरेँ टोटल इनर्जीमा अब म जान्छु एक्सनतिर लस गेट यसलाई हाम्रो नेपालमा शीतल चिनी भन्थे होइन र त्यही हो कि जस्तो लाग्छ थाहा छ भने कमेन्ट गर्नु ल म अलिकति कन्फ्युज भएँ
साइडमा के यहाँ ड्रेस एउटा उ छ के यो वेडिङ ड्रेसहरू बनाउने यस्तो राम्रो राम्रो ड्रेस हुन्छ नि मलाई त कुनै पनि मिल्दैन के तर कस्टम मेड चाहिँ गर्नु पर्ला तर भरपुर द मोस्ट अवेटेड आइटम म देखाउँछु हजुरलाई त थाहा पाउनुभयो होला के हो यो यही हो म लिन आएको मैले अस्ति नै यो देखेको थिएँ होइन अनि एउटा मात्रै लिन्छु यही हो सरप्राइज आइटम 3 kg वाला छ 2 kg वाला पनि छ यो 1 kg वाला हो मेरो बडी बनाउँछु मसँग जसले न्यू खोज्छ त्यसलाई पिट्दै हिँड्छ नि अरू त मलाई के किन्नु छैन अरू मलाई पैसा खर्च गर्नु नै छैन त्यही एकछिन डुलम कस्तो क्युट क्युट स्टफहरू हुन्छ कस्तो क्युट क्युट आइटमहरू हुन्छ क्या पेन डायरी हेर न डायरी जे पनि किनौँ जस्तो हुन्छ किने साथीहरू डम्बेल किने मैले अब उता कति राम्रो फुल पसल पनि छ मलाई खासमा आज एउटा प्लान्ट पनि किन्नु मन थियो हेरौँ अब हामी पेन्नी जान्छौँ आज मलाई किन्नु छ अन्डा मिल्क टमाटर त्यति नै हो अहिलेसम्म याद भएको अहिले किन्दा किन्दा यो बास्केट भरिन्छ यो ग्रोसरी सपिङ साथीहरू ग्रोसरी पनि किन्यो चाहिनेको सामान पनि किन्यो अब म एकछिनमा आनन्दले यहाँ 10-15 मिनट बस्छु अनि त्यसपछि लाग्छु आयो ट्राम आयो अब धेरै बेर नबस्छौँ होला अब लाग्नु पर्यो हो अब हामी जान्छौँ कफी खान कफी खान लागि यहाँ जान्छौँ स्ट्यान्ड ब्याकमा हेलो स्मोइस छ आइन कस्तो राम्रो देख्यो हजुरलाई यो राख्छु ल ब्लगमा अति राम्रो देखियो हजुरको भिडियो अति राम्रो आयो ल साथीहरू मैले कफी त होइन मैले हट चकलेट चाहिँ किने यो चाहिँ तृप्ति दिदीको तर्फबाट मलाई कम्प्लिमेन्ट्री कुखेन उन कफी साथीहरू कुखेन उन कफे केक र एक काफे त होइन नि मैले हट चकलेट खाएँ
अब म जान्छु। मेरो सोसल ब्याट्री घट्दै घट्दै गइरह। घर पुगिन्जेलसम्म मेरो सोसल ब्याट्री 0 हुन्छ। सो अब म घर जान्छु। आजको लागि यति नै। अब बाँकी अरू कुनै ब्लगमा